जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते। जय श्री राधे, ओम नमः शिवाय। भक्त सज्जनवृन्द, हामीले बडा दशैं 2082 साल, जो 2082 साल आश्विन शुक्ल पक्ष 16 गतेबाट प्रारम्भ भएर 20 गते समापन हुँदैछ। हामीले अब यो नवरात्र जो विजया दशमीको दिनबाट टीका नवदुर्गाको 9 दिनसम्म घटस्थापनाबाट प्रारम्भ भएर महानवमी विजया दशमीसम्मको देव विसर्जनसम्मको कार्यक्रम सकेर तब हामीले टीका प्रसादी नवदुर्गा भवानीको आशीर्वाद स्वरूप हामीले टीका प्रसादी जमरा ग्रहण गर्यौं र हामीले यो चलन ठाउँ अनुरूप कोजाग्रत पूर्णिमाको दिनसम्म रहेको छ, जुन चाहिँ 2082 साल आश्विन 20 गते पर्दछ। अब यो दिन हामीले कसरी त्यो हामीले राखेको दीप कलश गणेशलाई लगेर कसरी विसर्जन गर्ने, कुन समयमा गर्ने, अनि हामीले पूर्णिमाको व्रत गर्नेले कुन दिन गर्ने, अथवा पूर्णिमा व्रत अथवा पूर्णिमाको दिन हामीले सायंकालमा के कस्ता कर्म गर्नुपर्दछ र त्यो हामीले घटस्थापना दिनबाट राखेको अथवा टीकाका दिन राखेको दीप कलश गणेशलाई लगेर हामीले कुन समयमा त्यसलाई विसर्जन गर्ने त, यस विषयमा चर्चा गर्नेछौँ। भक्त सज्जनवृन्द, हामीले 2082 साल आश्विन 20 गते कोजाग्रत पूर्णिमा छ जुन दिन, यो दिन हामीले सूर्योदय पश्चात अथवा सूर्योदय भन्दा पनि सूर्यास्त भन्दा अगाडि नै लगेर हामीले त्यो कोजाग्रत पूर्णिमाको दिन नजिकै रहेका तलाउ तीर्थहरूमा पानीमा विसर्जन गरिदिनुपर्छ त्यो दीप कलश गणेशहरूलाई। अनि रहेका दीप बालेको चामललाई के गर्ने त गुरुजी भन्नुहुन्छ धेरैजनाले, त्यो दीप बालेका चामलहरूलाई लगेर गाईलाई खान दिने, अथवा त्यो तेलहरूले धेरै बिग्रिएको छ भने त्यसलाई चराहरूलाई चराचुरुङ्गीलाई खान दिनुपर्दछ र दीप कलशमा रहेको चामल धानलाई चाहिँ आफ्ना ब्राह्मण पुरोहित गुरुहरूलाई लगेर टीका प्रसादीको रूपमा त्यो दान गर्नुपर्दछ। र हामीले त्यो दिन पूर्णिमाको दिन बेलुका रातभर पूर्णिमा सकिन्छ भने त जागराम गर्नु भनिएको छ, भगवानका नाम संकीर्तनहरू गर्नु र रातभर हामीले घिउमा बत्ती बाल्नु भनिएको छ शास्त्र अनुसार। त त्यसकारणले आजभोलि त अब तेलमा बाल्ने चलन आइसक्यो, तर तेल पनि कुनै अब खराब हुन्छ, केमिकलहरू नमिसिएको तेल अहिले पाउनै गाह्रो छ। त्यसकारणले गर्दा मिल्छ भने गाईको घिउमा शुद्ध तामाको दियोमा रातभर बत्ती बाल्ने र भोलिपल्ट लगेर त्यसलाई नदीमा तलाउमा अथवा कतै विसर्जन गरिदियो भने अत्यन्त हामीले गरेका कर्महरू नकारात्मकताहरूलाई सकारात्मक प्राप्त हुने, विघ्न बाधाहरू रोकिरहेका कार्यहरू सफल हुने, परिवारमा सुख शान्ति समृद्धि प्राप्त हुने र सम्पूर्ण विद्या चाहनालाई विद्या, पुत्र चाहनालाई पुत्र, छोराछोरी जेसुकै होस् त्यो चाहनालाई प्राप्त हुन्छ भनेर शास्त्रहरूले वर्णन गरेका छन् र हामीले त्यही अनुरूप गर्नुपर्ने हुन्छ। जय श्री राधे, ओम नमः शिवाय।